गाइज आज हाम्रो चाहिँ बिरयानी बनिँदैछ हैन। यो चाहिँ मासु पाकिराखेको छ। अघि सामानेर काटकुट गरेको चाहिँ भिडियो गर्न पाइएन। यहाँ चाहिँ एकदम भरे कस्तो हुँदो रहेछ बिरयानी हामी खाएको सहित गरेर हाल्छौँ ल। अहिले यो प्रोसेस हुँदैछ बिरयानीको लागि। यहाँ रेडी अनि यता चाहिँ यहाँ रेडी चाहिँ पानी छ। यहाँ रेडी यहाँ पानी चामल बोइल गर्नको लागि। यता चाहिँ चामल, यहाँ हाम्रो हेड कुक यता अनि साई कुक, म चाहिँ हेल्पर है तेरो। यहाँ पाक्दैछ। यहाँदेखिको पछाडिको प्रोसेस चाहिँ यहाँ पाक्दैछ। यो चाहिँ हाम्रो चामल चाहिँ भिजाएर लगायौँ। हल्का काजु किसमिस, काजु लङ, सुक्मेल, तेजपत्ता, मरिच है। यसलाई चाहिँ अब हामी 3 देखि 5 मिनटसम्म हट वाटरमा बोइल गरिन्छ। बिरयानीको सेन्टै आएन है। ल गाइज हाम्रो चाहिँ बिरयानी यस्तो भएको छ। अब पाकिसकेको छ। अब चट्टसँग भाग लगाएर टन्ना खाने हो। हाम्रो चाहिँ सब थोक पाकिसकेको छ। आज हाम्रो यी कान्छी दिदीको बर्थडे हो। अब हामीले अघि मासु काटिसकेको थियौँ। दिदीले मासु काटेर हामी खाने। केक नभएकोले गर्दा मासु काट्नु भयो दिदीले चाहिँ होइन। टिको लगाइदिन्छु अनि मासु चाहिँ बिरयानीसँग गम कि गम खाने हो। ले हामी भन्ने हो हाम्रो चाहिँ कान्छो भान्जी। यी भान्जी ए कान्छो भान्जी। दिदी जी यहाँ पुरै पैसा पाउनको लागि चाहिँ मक्ख परेर बसेको छु। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. हो गया नातिलाई पनि लगाइदिउँ। हो गया भिडियो पो फोटो चाहिँ खिच्नु न हौ। दिदी म चाहिँ यही आएर लगाइदिउँ सबैजना। अब आजदेखि उता रोक्न लागेको छ। मैले नि भने त्यहाँ नि आजदेखि उता त्यो रोग व्याधि कसलाई पैसा लोकन्ते भएकै रहेछ। खानामा धेरै भएछ यो दोकान दिला हुन्छ ल। यस्तै दोकान दिनु ल कोही छ यहाँ हाल्नु। यहाँ हाल्नु मिनाजले मुख नचलाउनु। अलि क्याट नगर्नु। भान्दाको टाउको भन्दियो। यस्तै एउटा नलागोस्। आम्मा म यो त दसैँमा लादा त केही त रोग नलागोस्। पैसा म त 5 रुपैयाँ दिने हो। 5 रुपैयाँ म चाहिँ 5 रुपैयाँ।
त्यति मात्रै पुरा हो गया पुरा हो क्या के हो नानी पुरा हो गया मावले 5 रुपैयाँ दियो भनेर हो बोक नानी मावले होइन यता दिदीले देखेपछि अब हो गया पुरा हो गया भन्दै मलाई देऊ त लु यो मलाई देऊ भने त बोक 90 भन्ने बुढो थियो के त्यसलाई चाहिँ 90 नै दिनुपर्ने 120 नानी अब भयो पैसा 100 दिँदा हुँदैन त्यसै गर्छ कति भयो पैसा चलाइदिनु दिदी पुरा के गर्छौ यो पैसाले अब के गर्छौ केक लाग्ने मसँग दिन्छ केक खाने अब सबतिर भदिनु ए भतिजको पनि पालो ल नानी खाउँदैन हैन मम्मीलाई पैसा खोइ पुरा हो गया भनेको हैन पैसा तर यता माइदिनु दिदा चाहिँ पुरो भन्नु है अघि पुगो भनेको होइन पुरा अघि पुगो भनेको होइन अनि छोरो पुरा हो गया भनेको हैन पैसा पुरा हो गया ल हाम्रो चाहिँ टिकट टेस्ट कार्यक्रम सकिसकेको छ एकचोटि ह्याप्पी बर्थडे गर्नु सबैले लु ह्याप्पी बर्थडे डे टु यु ह्याप्पी बर्थडे हाम्रो चाहिँ अब बिरयानी खानको लागि यहाँ पुरा बसिरहेका छन् भान्जो के खाने आज बिरयानी बिरयानी माग न त लु तिमी माइजूलाई बिरयानी माग त यत्रो भातमा खाइसक्दिन यी आज चाहिँ बर्थडे भात यहाँ रेडी मस्त जानु न बस्किनु भान्जो माग न बिरयानी छिटो भन न फेरि 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 भन केटी भनेर पकाउनु भएको हाम्रो यहाँ बिरयानी मागेको खान्छ भान्जोले चाहिँ अहिले हाम्रो चाहिँ यहाँ बिरयानी पस्किन सुरु गर्नुभयो भिनाजुले यहाँनिर मस्तै यहाँ छ बिरयानी ऊ मस्तसँगले बिरयानी आज चाहिँ पस्किनुहुन्छ कस्तो लाग्यो ड्याडी बिरयानी के खानु भएको ठुलेमा के हो त्यो पुलाउ बिरयानी हो बिरयानी खान त कस्तो हुन्छ भतिजले बिरयानी खाएको थियो कहिले खाएको थियो कहिले दसैँ जाँदा होइन त्यहाँदेखि खाएको थिएन नि मम्मीले यहीँ बिरयानी चाहिँ एक थाल चाहिँ अनि कस्तो छ मम्मी मिठो छ आज चाहिँ हाम्रो घरमा फर्स्ट बिरयानी पकाएर खाइरहेको छौँ सबैजनाले अहिलेसम्म मम्मी ड्याडीहरूले खाइदियो हामीले चाहिँ मस्त खाएको थियौँ हाम्रो भतिजले चाहिँ खाएको त बिरयानी अनि त्यो दोहोचोटि होइन भतिज बिरयानी खाएको हाम्रो यहाँ गोरे भतिज के पुगेन भने भनौँ चाहिँ ग्रेभी खालको है ग्रेभी खाले नुन लागेन बिरयानीमा कसरी थाहा भयो हेरेर थाहा भयो लु बस्नु तपाईँ पनि ल भाउजू खानु तपाईँ यहाँ बस्नु ल म यहाँ बस्छु यहाँ छ बिरयानी यता भाउजू बिरयानी खानुभएको थियो भाउजू अहिलेसम्म कस्तो खायो त्यो खानु त बजारमा किनेर खानुभएको होला किनेर खाएको मिठो के मिठो ल कोही बुइनीलाई बुइनी पनि लिएर आइहाल्छ